आउँछ भने नमस्ते, म सुलोचना कपाली रिकिसी कम्पोस्ट प्राइभेट लिमिटेडको तर्फबाट आज पनि म लाइभमा आएको छु है। 2081 साल 12 महिना 11 गते आज पनि अब तपाईहरुको समक्षमा केही कुराहरू भनौँ, केही जानकारीहरू दिउँ भन्ने उद्देश्यले चाहिँ म लाइभमा आएको छु। अब मेरो आजको हैन सब्जेक्ट भनेको चाहिँ अब विश्वव्यापीमा हाम्रो पृथ्वीमा तापक्रमहरू वृद्धि भइरहेको छ हैन। त्यसको अब समस्याहरू के छ, केले गर्दाखेरि त्यस्तो समस्या भइरहेको छ र सीएनबीएम प्रविधिले यस समस्यालाई कसरी समाधान गर्न सक्छ भन्ने कुरालाई चाहिँ अब जस्ट भन्न खोजिरहेको छु तपाईहरुको समक्षमा चाहिँ आफ्नो कुराहरू हैन। मैले पनि अब विभिन्न रिसर्चहरू गरेर हेर्दाखेरि रिकिसी कम्पोस्टले चाहिँ कसरी अब डाइरेक्ट अथवा इन्डाइरेक्ट कसरी चाहिँ अब हाम्रो ग्लोबल वार्मिङ हैन जुन ग्रीन हाउस इफेक्टलाई चाहिँ कसरी प्रभावहरू पारिरहेको छ र त्यसलाई चाहिँ कसरी न्यून गर्न सक्छ भन्ने कुराहरू चाहिँ यसमा भन्न गइरहेको छु। अब मेरो सुरुको विषयहरू मैले आज कुराकानी गर्ने क्रममा चाहिँ मेरो विषयहरू रहेको छ ग्रीन हाउसको परिचय हैन। ग्रीन हाउस भनेको के हो, ग्रीन हाउसका प्रभावहरू, हरित गृह ग्यासहरू जस्तो ग्रीन हाउस ग्यास जुन ग्रीन हाउस ग्यासेसहरू के हुन् हैन, ग्रीन हाउसका प्रभावहरूका कारणहरू के हुन्, केले गर्दाखेरि चाहिँ ग्रीन हाउस प्रभावहरू हुन्छ, हरित गृह प्रभावको परिणामहरू, यसको परिणाम चाहिँ के हुन्छ र हरित गृहको महत्त्व हिजो यो ग्रीन हाउस र हरित गृह भन्ने एउटै हो, त्यसको महत्त्वहरू के छन् र हरित गृह को प्रभाव कम गर्ने उपायहरू चाहिँ के छन् त हैन, के कसरी चाहिँ यसलाई चाहिँ कम गर्न सकिन्छ भन्ने कुराहरू चाहिँ मैले आजको विषयमा चाहिँ विशेष रूपमा भन्न गइरहेको छु। सुरुमा चाहिँ अब ग्रीन हाउसको परिचय है, ग्रीन हाउस भनेको के हो त भन्ने कुराहरू चाहिँ हामीले सुरुमा चाहिँ जान्न आवश्यकता छ। ग्रीन हाउस भनेको चाहिँ विशेष रूपमा एउटा काँचको हैन, काँचको अथवा प्लास्टिकको जसमा चाहिँ प्रकाश मजाले छिर्न सक्छ त्यस्तो खालको पारदर्शी सामग्रीले बनाएको एउटा घर भनौँ न हैन। घरलाई चाहिँ हामीले ग्रीन हाउस भन्छौँ, जसमा चाहिँ हामीले विभिन्न किसिमका बोट बिरुवाहरू हैन, मौसमी बोट बिरुवाहरूलाई चाहिँ हामीले सजिलैसँग उमार्न सक्छौँ। जस्तो ग्रीन हाउस भनेको चाहिँ एउटा विशेष तरिकाले निर्माण गरेको एउटा घर वा संरचना हो हामीले सामान्य रूपमा बुझ्दाखेरि, जसलाई चाहिँ बिरुवाको खेती गर्न प्रयोग गरिन्छ हैन। बिरुवाहरूलाई चाहिने तापक्रमहरू मेन्टेन गर्नको लागि चाहिँ यस्ता खालका हरित गृह ग्रीन हाउसको चाहिँ निर्माण गरिन्छ। यो चाहिँ विशेष गरी यो के भन्छ काँचका जस्तो पारदर्शी जुन प्रकाश छिर्ने, प्रकाशहरू सजिलै छिर्न सक्ने सामग्रीहरूबाट तयार गरिन्छ, जस्तो सिसाको भयो हैन, प्लास्टिकहरूको सामग्रीबाट चाहिँ यसलाई बनाइन्छ भने जसमा चाहिँ प्रकाश हैन, सूर्यको किरण चाहिँ सजिलैसँग छिर्न सक्छ, जसले चाहिँ तपाईको तापक्रमहरू मेन्टेन गरेर राख्न सक्ने हुन्छ। अब यी कुराहरूलाई नै अब हैन सुरुमा चाहिँ यही कुरा जान्नु पर्यो, मान्छेहरूले चाहिँ किन ग्रीन हाउस बनाइरहेको छ त, बोट बिरुवाहरू रोप्नको लागि, बोट बिरुवाहरू उमार्नको लागि, राम्रो उत्पादन गर्नको लागि भन्ने भयो। जस्तो यो ग्रीन हाउस त भइहाल्यो, तर पृथ्वीमा पनि ग्रीन हाउसको प्रभाव, जस्तो ग्रीन हाउस भने के हो त हैन। जस्तो यहाँ भनिएको छ ग्रीन हाउस प्रभाव पृथ्वीमा रहेको ग्रीन हाउसको समान तरिकाले कार्य गर्छ। जस्तो ग्रीन हाउसले पनि पृथ्वीलाई चाहिँ एउटा सेम रूपमै काम गरेको छ। जस्तो हाम्रो पृथ्वी छ, पृथ्वी वरपर हाम्रो छुट्टै खालको एउटा सुरक्षा घेरा छ हैन, जसबाट चाहिँ सूर्यबाट डाइरेक्ट किरणहरू आउँछ, किरणहरू भित्र आउँछ र सजिलैसँग बाहिर जान्छ। जसरी ग्रीन हाउसको पारदर्शी छाना सूर्यको किरण भित्र पस्न दिन्छ र तापलाई बाहिर जानबाट रोक्छ, त्यसै गरेर पृथ्वीको वायुमण्डलमा रहेको ग्रीन हाउस ग्यासहरू है, ग्रीन हाउस बनाउने ग्यासहरू हुन्छ, जस्तै कार्बन डाइअक्साइड, मिथेनहरू भयो, जल बाष्प जुन भ्यापोरहरू हैन, यसले चाहिँ के गर्छ त सूर्यको तापक्रमलाई चाहिँ पृथ्वीमा समातेर राख्छ
है। पृथ्वीमा जब सूर्यको प्रकाशहरू आउँछ, सूर्यका तापहरू आउँछन्, त्यसलाई चाहिँ समातेर राख्ने काम गर्छ। यस प्रक्रियाले पृथ्वीलाई न्यानो बनाउने काम गर्छ है। यसले चाहिँ के गर्छ त, पृथ्वीलाई न्यानो बनाउँछ। जस्तो तपाईँहरू सबैलाई थाहा भएकै कुरा हो, हाम्रो सूर्यबाट पृथ्वीमा तापक्रम आउँछ होइन। जसरी आउँछ, हामी जब बेलुका हुँदै जान्छ त्यसरी नै तापक्रमहरू फर्केर जाने क्रम हुन्छ। यदि जति तापक्रम आयो त्यति नै तापक्रम पृथ्वीबाट फेरि वायुमण्डलमा फर्केर जाने हो भने पृथ्वीमा हामीहरू बस्न सक्दैनौँ है। हामीले चाहिँ चिसोले गर्दाखेरि नै मर्ने चान्सहरू बढी हुन्छ। त्यही भएर चाहिँ यस्तो तापक्रमहरू जसरी आयो त्यसरी नै जान रोक्नको लागि चाहिँ एउटा वायुमण्डलमा एउटा लेयर बनेको हुन्छ, जसमा चाहिँ विभिन्न किसिमका ग्यासहरू, जस्तो अघि मैले भने कार्बन डाइअक्साइड, मिथेन, जलबाष्पहरू भयो होइन। त्यस्ता खालका ग्यासहरू रहेको हुन्छ। त्यसले चाहिँ के गर्छ, पृथ्वीको तापक्रमलाई चाहिँ मेन्टेन गरेर राख्नको लागि चाहिँ एकदम मद्दत गर्छ। यस प्रक्रियाले पृथ्वीलाई न्यानो बनाउने काम गर्छ, जसले जीवनलाई उपयुक्त वातावरण प्रदान गर्छ है। हामीलाई बाँच्नको लागि चाहिने एउटा ठिक्क खालको टेम्परेचरहरू मेन्टेन गरिरहेको हुन्छ। मानव जटित क्रियाकलापका कारण ग्रिन हाउस ग्यासहरूको मात्रा अत्यधिक बढ्दा ग्लोबल वार्मिङ जस्ता समस्याहरू उत्पन्न भइरहेको छ। जस्तो पहिला हाम्रो यो औद्योगिक क्रान्ति हुनुभन्दा अगाडि चाहिँ के थियो त, यहाँनिर चाहिँ अब विभिन्न किसिमका अनावश्यक ग्यासेसहरू होइन, त्यस्तो उत्पादन हुने कार्यहरू हुँदैन थियो, जसले गर्दाखेरि के थियो, हाम्रो वरपरको वातावरणको टेम्परेचरहरू ठिक्क मेन्टेन भइरहेको थियो। तर अहिले आएर मान्छेले विभिन्न किसिमका जुन औद्योगिक क्रान्तिहरू गरेको छन्, धेरै उद्योगहरू खोलेको छ होइन, जसले गर्दाखेरि के हुन गइरहेको छ भने अनावश्यक ग्यासहरू चाहिँ धेरै उत्पादन हुन थालेको छ, जसले गर्दाखेरि ग्लोबल वार्मिङका समस्याहरू उत्पन्न भइरहेको छ। भन्नुको अर्थ हाम्रो पृथ्वीमा चाहिँ जति मात्रामा तापक्रम चाहिने हो त्योभन्दा पनि बढी नै तापक्रमहरू वृद्धि हुने क्रमहरू भइरहेको छ। केले गर्दाखेरि भन्दा चाहिँ यो ग्रिन हाउसको प्रभावले गर्दाखेरि। तपाईँले यसमा देख्नु भएको छ पिक्चरमा पनि, अब पृथ्वीलाई चाहिँ एउटा सिसा होइन ग्रिन हाउसको भित्र चाहिँ राखेका छौँ हामीले। त्यसबाट पनि प्रमाणित हुन्छ कि पृथ्वी न्यानो बनाउनको लागि पनि ग्रिन हाउसको प्रभावहरू चाहिन्छ भन्ने कुराहरू भयो। अब ग्रिन हाउसका प्रभावहरू कसरी बन्ने गर्छ त है। सुरुमा चाहिँ अब ग्रिन हाउसको प्रभावहरू कसरी बन्ने गर्छ भन्ने क्रममा भन्नु पर्दाखेरि चाहिँ सुरुमा चाहिँ के गर्छ, हाम्रो पृथ्वीमा चाहिँ सूर्यको किरणहरू प्रवेश गर्छ होइन। त्यसको जुन तापक्रमहरू होइन, किरणहरू प्रवेश गरिसकेपछि के गर्छ, पृथ्वीले त्यसलाई चाहिँ अवशोषण होइन, त्यसलाई चाहिँ अवशोषण गरेर राखेको हुन्छ। राखिसकेपछि तापीय ऊर्जाहरू उत्पन्न गर्छ होइन। शोषण गरिसकेपछि जब समय बित्दै जान्छ होइन, जब राति हुँदै जान्छ, के गर्छ त भन्दा चाहिँ त्यो किरण होइन, त्यो तापक्रमलाई चाहिँ बिस्तारै फिर्ता पठाउने कार्य गरेको हुन्छ, जसले गर्दाखेरि के हुन्छ, हाम्रो पृथ्वीको तापक्रम बिस्तारै चिसिँदै जाने क्रम हुन्छ। अब ग्रिन हाउसका अवशोषणहरू होइन, अनि जसरी यो तापक्रमहरू होइन सूर्यबाट आएको तापक्रमहरू पृथ्वीमा आएको छ, त्यो पृथ्वीमा आएको तापक्रमहरू फिर्ता जाने क्रममा के हुन्छ भन्दा चाहिँ जति तापक्रमहरू आएको हो होइन, त्यति नै मात्रामा जुन तापक्रमहरू फर्केर जान पाउँदैन। यसलाई चाहिँ अब यो ग्रिन हाउस ग्यासेसहरूले चाहिँ के गर्छ त, अवशोषण गरिरहेको हुन्छ, सोसेर राखेको हुन्छ, जसले गर्दाखेरि पृथ्वी चिसो हुन पाउँदैन, तापपूर्ण पृथ्वीमा नै फर्किन्छ। र त्यो तापक्रम के गर्छ त, तपाईँको पूर्ण पृथ्वीमा नै फर्किन्छ, जसले गर्दाखेरि हाम्रो मानव जीवनको अस्तित्व होइन लाई चाहिँ बचाइराख्नुको लागि चाहिँ एकदम मद्दत गरेको छ। तपाईँले यता पिक्चरमा देख्न सक्नुहुन्छ, एउटा ओजन लेयर छ, पृथ्वी छ, पृथ्वीको केही तहमाथि एउटा ओजन लेयर छ होइन। ओजन लेयरबाट चाहिँ तपाईँको सूर्यको किरणहरू भित्र पसेको छ होइन। पसिसकेपछि के गर्छ, सबै जस्तो युभिए, युभिबी, युभिसी भन्ने एउटा यो विकिरणको नामहरू भयो, त्यो भित्र छिर्ने गर्छ। त्यसपछि जब राति हुँदै जान्छ त्यो तापक्रम चाहिँ बिस्तारै बाहिर पृथ्वीभन्दा बाहिर निस्किने गर्छ। त्यो निस्किनबाट कम गर्नको लागि चाहिँ ग्रिन हाउसले चाहिँ यो जुन ग्रिन हाउस ग्यासेसले चाहिँ एकदम मद्दत गरेको हुन्छ, जसले गर्दाखेरि पृथ्वी न्यानो रहिरहनको लागि चाहिँ एकदम मद्दत गर्छ। अब ग्रिन हाउस ग्यासेस भनेको के हुन् त
है। सामान्यतया अब ग्रिन हाउस ग्यासेसहरू ती ग्यासेसहरू हुन् जसले सूर्यबाट आएको तापलाई पृथ्वीको वायुमण्डलमा समातेर राख्छ, जसले चाहिँ सूर्यबाट आएको तापक्रमलाई चाहिँ अवशोषण गरेर राखेको हुन्छ। वातावरणलाई न्यानो बनाउन मद्दत गर्छ, जसले गर्दाखेरि के गर्छ त हाम्रो वरपरको वातावरणलाई न्यानो बनाएर राख्नको लागि चाहिँ एकदम मद्दत गर्छ। यी ग्यासहरूले ग्रिन हाउस प्रभाव उत्पन्न गर्छ। यो ग्यासले चाहिँ अघि मैले देखाएँ एउटा काँचको घर होइन अथवा प्लास्टिकको घरले जस्तै नै तपाईँको ग्रिन हाउस होइन एउटा तापक्रम मेन्टेन गरेर राख्ने घरको रूपमा चाहिँ बनाउँछ, जसले पृथ्वीलाई जीवजन्तु र मानव जीवनको लागि उपयुक्त तापक्रम मेन्टेन गर्छ। जस्तो अब ग्रिन हाउस ग्यासेस भनेको कस्तो खालको ग्यासेसहरू हो त, जस्तो कि कार्बन डाइअक्साइड होइन, यसले पनि तपाईँको सूर्यबाट आएको तापक्रमलाई चाहिँ अवशोषण गरेर राखेको हुन्छ। मिथेन ग्यास भयो, नाइट्रिक अक्साइड भयो, जलबाष्प भयो होइन। अर्को छ क्लोरोफ्लोरोकार्बनहरू। यस्ता खालका ग्यासहरूले चाहिँ सूर्यबाट आएका तापक्रमलाई अवशोषण गरेर राखेको हुन्छ। ग्रिन हाउसका प्रभावका कारणहरू होइन, अब ग्रिन हाउस त बनिरहेको छ होइन। अब तपाईँको ग्रिन हाउसले गर्दाखेरि हाम्रो वातावरणमा टेम्परेचर त मेन्टेन गरिरहेको छ, तर अहिले आएर के भएको छ मानिसहरूले विभिन्न किसिमका अब जुन जस्तो औद्योगिक क्रान्तिहरू भयो होइन, डिफोरेस्टेसन, जङ्गलहरू जथानाम फरानीहरू गर्न थालेको छ, यो ज्वालामुखीहरू भयो होइन। अब यो विभिन्न किसिमको प्रदूषणहरूले गर्दाखेरि के भएको छ भन्दाखेरि चाहिँ हाम्रो ओजन लेयरमा चाहिँ विभिन्न किसिमका जुन अघि मैले भनेका यो कार्बन डाइअक्साइड भयो, मिथेन ग्यासहरू भयो होइन, जलबाष्पहरू भयो, क्लोरोफ्लोरोकार्बनहरू भयो, ती कार्बनहरूको मात्रा चाहिँ एकदम वृद्धि हुन गइरहेको छ, जसले गर्दाखेरि ग्रिन हाउसको प्रभाव चाहिँ एकदम बढ्न गएको छ, जसले गर्दाखेरि चाहिँ हाम्रो पृथ्वीको तापक्रम जति हुनुपर्ने त्योभन्दा पनि अधिक हुन गइरहेको छ। जस्तो अब ग्रिन हाउस प्रभावका प्राकृतिक रूपमा पनि हुन्छ है। यसका चाहिँ अब दुईवटा कारणहरू छ, कसरी ग्रिन हाउसको प्रभावहरू बढिरहेको छ त। ग्लोबल वार्मिङ, जसलाई चाहिँ हामी ग्लोबल वार्मिङ भन्छौँ, ग्लोबल वार्मिङ इफेक्टहरू कसरी भइरहेको छ भन्दा चाहिँ यसका मुख्य दुईवटा कारणहरू छन्। एउटा प्राकृतिक कारण भयो है, नेचुरल कजहरू भयो, जुन चाहिँ प्रकृति आफैले गर्दाखेरि नै भइरहेको छ भने, अर्को चाहिँ मानवजनित कारणहरू, जुन चाहिँ मानिसले आफ्नो जीवनशैलीलाई सुधार गर्नको लागि होइन, आफ्नो जीवनशैलीलाई सजिलो गर्नको लागि विभिन्न किसिमका औद्योगिक क्रान्तिहरू गरेका छन्। त्यसले गर्दाखेरि चाहिँ ग्रिन हाउस ग्लोबल वार्मिङ इफेक्टहरू बढिरहेको छ। अब यहाँनिर सरस्वती सुरुमा चाहिँ प्राकृतिक कारणहरू के छन् त होइन। प्राकृतिक कारणहरू चाहिँ अब सूर्यको विकिरणहरू भयो होइन, सूर्यबाट आउने ऊर्जा केही भागहरू पृथ्वीको वायुमण्डलमा अड्किन्छ, जसले पृथ्वीलाई न्यानो बनाउँछ। केही भागहरू यसमा लेखिएको छ, केही भागहरू पृथ्वीमा आएको छ होइन, आएको छ र ती हाम्रो वायुमण्डलमा रहेका जुन ग्यासेसहरू जुन चाहिँ चाहिने भन्दा बढी अधिक छन्, ती ग्यासेसहरूले चाहिँ के गर्छ त त्यसलाई चाहिँ अवशोषण गरिरहेको हुन्छ, जसले गर्दाखेरि चाहिँ चाहिने भन्दा बढी तापक्रमहरू चाहिँ पृथ्वीमा नै बसिरहने भयो। अर्को छ जलबाष्प होइन, जुन वाटर भ्यापोरहरू भयो। वायुमण्डलमा जलबाष्प नै सबैभन्दा ठुलो ग्रिन हाउस ग्यासेस हो है। जलबाष्पले नै तपाईँको ग्रिन हाउस इफेक्ट जुन ग्लोबल वार्मिङ गर्नको लागि चाहिँ एकदम ठुलो भूमिका खेलेको हुन्छ। यसका कारणले गर्दाखेरि के हुन्छ त भन्दाखेरि चाहिँ तपाईँको वायुमण्डल जुन विकिरणहरू आएको छ, ती विकिरणहरूलाई अवशोषण गरेर राख्ने कामहरू यसले गर्छ। अर्को छ ज्वालामुखी विस्फोटनहरू। ज्वालामुखीबाट निस्किने कार्बन डाइअक्साइड, सल्फर डाइअक्साइड, धुलो वा ग्यासहरूले के गर्छ त हाम्रो वातावरणमा ग्रिन हाउसको प्रभावहरू बढाइरहेको हुन्छ। ती ग्यासहरू होइन, ती धुलोहरू हाम्रो ओजन लेयरमा गएर होइन, हाम्रो वायुमण्डलमा गएर थुप्रिरहेको हुन्छ, जसले गर्दाखेरि जुन सूर्यबाट आएको विकिरणहरू होइन लाई चाहिँ अवशोषण गरेर राखेको हुन्छ, जसले गर्दाखेरि हाम्रो पृथ्वीको तापक्रम अत्यधिक मात्रामा वृद्धि भइरहेको छ। अर्को छ महासागरको चक्र। महासागरको धारहरू र तापक्रम परिवर्तनले वायुमण्डलको ग्यासहरूको सन्तुलनमा असर गर्छ। यी भए प्राकृतिक कारणहरू होइन। अब यसलाई नै अब डिटेल रूपमा भन्दाखेरि चाहिँ के छ भन्दाखेरि चाहिँ सूर्यको विकिरणहरू है। सूर्यको ऊर्जाले पृथ्वीलाई टाटो बनाउँछ। जस्तो सूर्यबाट आउने विकिरण पृथ्वीको सतहमा लाग्दा पृथ्वीले त्यसलाई अवशोषण गर्छ।
अनि के गर्छ, अवशोषित गरिसकेको ऊर्जालाई फेरि अवतरण फेरि फर्केर जाने क्रममा चाहिँ वायुमण्डलले चाहिँ के गर्छ, वायुमण्डलमा रहेका जुन हरितगृह ग्यासहरू होइन, ग्रिन हाउस ग्यासेसहरूले चाहिँ के गर्छ, त्यसलाई चाहिँ आफूलाई चाहिने मात्राभन्दा पनि धेरै नै अवशोषण गरिरहेको हुन्छ। त्यसलाई चाहिँ वायुमण्डलमा फर्कनको लागि चाहिँ एकदम बाधा पुर्याइरहेको हुन्छ, जसले गर्दाखेरि हाम्रो पृथ्वीमा तापक्रमहरू बढ्नको लागि चाहिँ एकदम मद्दत गरेको छ। हरितगृह ग्यासले तापक्रमलाई बढाउँछ। जस्तो वायुमण्डलमा रहेका कार्बन डाइअक्साइडहरू, मिथेन भयो होइन, नाइट्रोजन अक्साइडहरू भयो, जलवाष्प जस्ता ग्यासहरूले अवतरित विकिरणलाई रोक्छ। भन्नुको मतलब सूर्यबाट आएका विकिरणहरूलाई वायुमण्डलमा नै फर्केर जान नदिकन त्यसलाई चाहिँ रोकेर राखेको हुन्छ। यी ग्यासहरूले ताप रोक्नाले पृथ्वीको सतह तातो भइरहन्छ, जसले गर्दाखेरि हरितगृह प्रभाव बढाउँछ। सूर्यको विकिरण परिणत हुने प्रक्रिया कमजोर हुन्छ, जसले गर्दाखेरि के गर्छ त, जस्तो पृथ्वी तातो भइरहन्छ होइन, जसले गर्दाखेरि बरफहरू पग्लन्छ, जसले गर्दाखेरि परावर्तन कम हुन्छ र पृथ्वीले अझ बढी तापक्रमहरू शोषिरहेको हुन्छ। यसले गर्दाखेरि थप तापक्रम बढाएर हरितगृह प्रभावलाई तीव्र बनाउँछ, जसले गर्दाखेरि के गर्छ त, हाम्रो हरितगृह जुन ग्लोबल वार्मिङ इफेक्टलाई चाहिँ एकदम तीव्र रूपमा बढाइरहेको हुन्छ। अर्को छ जलवाष्प हरितगृह प्रभावलाई बलियो बनाउँछ। जस्तो गर्मी बढेसँगै वायुमण्डलमा जलवाष्पको मात्रा बढ्छ होइन, जसले गर्दाखेरि के हुन्छ त भन्दाखेरि चाहिँ हरितगृहको प्रभावलाई चाहिँ अझ तीव्र बनाएको हुन्छ। जलवाष्प आफैमा एक प्रभावकारी हरितगृह ग्यास हो है, जसले गर्दाखेरि अझ धेरै तापहरू समातेर राखेको हुन्छ। जस्तो अरू मैले अघि ग्यासहरूको नाम भने जस्तो कार्बन डाइअक्साइडहरू, मिथेन भयो होइन, सल्फर डाइअक्साइडहरूको चाहिँ एउटा यति निश्चित मात्रामा हुनुपर्छ भन्ने छ भने चाहिँ यो के जलवाष्प हरितगृहको चाहिँ यति मात्रामा नै हुनुपर्छ भन्ने एउटा नियमहरू छैन। अब जलवाष्पले हरितगृह प्रभाव कसरी बढाउँछ र है। अब जलवाष्प त छ हाम्रो पृथ्वीमा, जलका कणहरू त रहेको छ हावामा होइन। अब यसले कसरी बढाउँछ भन्ने गर्दा चाहिँ जलवाष्प हरितगृह ग्यास जस्तै काम गर्छ। जलवाष्पले के गर्छ त, हाम्रो पृथ्वीमा रहेका हरितगृह ग्यासहरू जस्तै कार्बन डाइअक्साइडहरू, मिथेनहरू भयो होइन, सल्फर अक्साइडहरूले जस्तै गरेर नै हरितगृहको काम गर्छ। जब सूर्यको विकिरण पृथ्वीमा लाग्छ त्यसले पृथ्वीलाई तातो बनाउँछ। सूर्यले अवशोषित गरेको तापक्रम अवतरण विकिरणको रूपमा फर्काउन खोज्छ है। जसरी पृथ्वीमा जुन अवतरित विकिरणहरू आएको छ त्यसरी नै विकिरणहरू फर्कने क्रममा जब साँझतिर रहन्छ त्यो बेलामा चाहिँ के गर्छ भनेर चाहिँ यो जलवाष्प हरितगृहले चाहिँ त्यो तापक्रमलाई चाहिँ रोकेर राखेको हुन्छ है, अवशोषण गरिरहेको हुन्छ, जसले गर्दाखेरि पृथ्वीको तापक्रम बढ्छ। अब तापक्रम बढ्दा जलवाष्पको मात्रा बढ्छ है। जब पृथ्वीमा के हुन्छ त, तापक्रम बढ्दै जान्छ, त्यो वायुमण्डलमा अझ बढी पानीको बाष्पीकरणहरू हुन्छ होइन। बढी जलवाष्प हुँदा अझ बढी ताप समातिन्छ होइन, जसले गर्दाखेरि तापक्रम झन् बढ्छ। यो चक्र पोजिटिभ फिडब्याक लुप भनिन्छ, जसले ग्लोबल वार्मिङलाई तीव्र बनाउँछ। जसले के गर्छ त भन्दाखेरि चाहिँ ग्लोबल वार्मिङलाई एकदम तीव्र बनाउँछ। बादल निर्माण गर्छ, जसले ताप समात्न मद्दत गर्छ है। जलवाष्प जस्तो हाम्रो पृथ्वीमा रहेका 2/3 भाग सबैलाई थाहै छ पानीले भरिएको छ। ती 2/3 भाग पानीलाई चाहिँ के गर्छ, एउटा सूर्यको तापक्रमले गर्दाखेरि तताउने क्रममा चाहिँ त्यहाँनिर चाहिँ जलवाष्प हुन्छ होइन। त्यहाँनिर चाहिँ अब जुन भ्यापोरहरू उडेर गएको हुन्छ त्यो भ्यापोरहरू गएर के गर्छ त, वायुमण्डलमा त्यसले चाहिँ बादलको रूप लिएको हुन्छ है। केही बादलहरूले ती सूर्यका किरणहरूलाई चाहिँ के गरेको हुन्छ भने चाहिँ सोसेर राखेको हुन्छ, जसले गर्दाखेरि घना बादलहरूले तापक्रमलाई वायुमण्डलमा थुन्छ है। सूर्यबाट निस्केको विकिरणलाई चाहिँ वायुमण्डलमा रहेका जुन बादलहरूले चाहिँ त्यसलाई थुनेर राखेको हुन्छ। भन्नुको मतलब समातेर राखेको हुन्छ, जसले गर्दाखेरि हरितगृह प्रभावहरू बढ्न जान्छ, जसले गर्दाखेरि हाम्रो पृथ्वीको तापमानहरू वृद्धि हुँदै जान्छ, जसले गर्दाखेरि मान्छेलाई एउटा के भने अलिक गाह्रो खालको वातावरण सिर्जना गरिएको छ।
वर्षा आदि र चरम मौसमको घटनाहरू बढाउँछ, जसले गर्दाखेरि के हुन्छ, बढी जलवाष्प हुँदाखेरि अत्यधिक वर्षाहरू हुने होइन। बेमौसममा जब पानी पर्नुपर्ने हो त्यो समयमा पानी नपरिकन जब जब मतलब अत्यधिक वर्षा हुने, जतिखेर मलाई त्यतिखेर वर्षा हुने आदि बाढीहरूको जोखिमहरू बढ्छ हरितगृहको प्रभावहरू पृथ्वीमा बढ्यो भने। अर्को छ अब ज्वालामुखी विस्फोटनले पनि हरितगृह प्रभावलाई बढाउँछ है। ज्वालामुखी विस्फोटनले कसरी त भन्दाखेरि चाहिँ जब ज्वालामुखी विस्फोटन हुन्छ त्यसमा चाहिँ कार्बन डाइअक्साइडको उत्सर्जन बढाउँछ होइन, उत्सर्जन हुन्छ भन्नुको मतलब कार्बन डाइअक्साइडको मात्रा चाहिँ के हुन्छ त जुन ग्यासहरू त्यो बढी निस्किन्छ, जसले गर्दाखेरि त्यो वायुमण्डलमा नै थुप्रिन गएको हुन्छ। CO2 होइन, कार्बन डाइअक्साइड रहँदा पृथ्वीबाट निस्किने ताप अवशोषण गरेर हरितगृह प्रभाव बनाउँछ। हाम्रो वायुमण्डलमा कार्बन डाइअक्साइड CO2 वायुमण्डलमा चाहिने भन्दा बढी थुप्रिन जाँदाखेरि के हुन्छ त हाम्रो हरितगृह प्रभाव को चाहिँ वृद्धि गर्छ। दीर्घकालीन रूपमा यो ग्लोबल वार्मिङ बढाउने प्रमुख कारण बन्न सक्छ। जलवाष्प हरितगृह प्रभाव बढाउँछ, जसले गर्दाखेरि के हुन्छ त अब यो भइहाल्यो। सल्फर डाइअक्साइडले अस्थायी रूपमा पृथ्वीलाई चिसो बनाउँछ। त्यस ज्वालामुखी विस्फोटन हुँदाखेरि कार्बन डाइअक्साइडको साथसाथै सल्फर डाइअक्साइडको पनि ग्यासहरू होइन उत्पादन हुन्छ, जसले गर्दाखेरि के हुन्छ, चिसो सुरुमा त पृथ्वीलाई तातो बनाउँछ, तर पछि हुँदै जाँदाखेरि त्यसले चाहिँ पृथ्वीलाई चिस्याउने कामहरू गर्छ। ज्वालामुखी विस्फोटनबाट निस्किने CO2 होइन, सल्फर डाइअक्साइडले वातावरण एरोसोल बनाउँछ। यो एरोसोलले सूर्यको किरण परावर्तन गर्छ, जसले पृथ्वीलाई अस्थायी रूपमा चिसो बनाउँछ। तर SO2 ले केही वर्षपछि हटेपछि जुन हाम्रो वायुमण्डलमा रहेको SO2 होइन, केही समयपछि हट्दै जाँदाखेरि के हुन्छ त त्यसले चाहिँ दीर्घकालीन रूपमा तापक्रम बढाउँछ। सुरुमा त त्यसले चिसो बनाउने भयो भने चाहिँ पछि गएर त्यसले चाहिँ हाम्रो पृथ्वीको तापक्रमलाई बढाउने मा चाहिँ एकदम मद्दत गरेको हुन्छ। जस्तो बरफ पग्लाउने प्रभावहरू होइन, बरफ पग्लाउँदा पृथ्वीको सतहमा परावर्तित गर्छ, जसले अझ बढी तापमान समात्छ। अनि अर्को यो ग्रिन हाउस इफेक्टलाई होइन बढावा दिने अर्को कारण भनेको चाहिँ महासागरको चक्रले हरितगृह प्रभाव कसरी बढाउँछ त, यसले चाहिँ कसरी गर्न सक्छ त। जस्तो महासागर होइन, हाम्रो चाहिँ अब विभिन्न किसिमका सागरहरू छन्, महासागरहरू छन्, समुद्रहरू भयो, खोला नालाहरू होइन, त्यस्ता खालका पानीका स्रोतहरू छन्। यसले पनि के गर्छ, महासागरले कम कार्बन डाइअक्साइड शोषण गर्छ है। यस्ता खालका महासागरले चाहिँ के गर्छ त हाम्रो पृथ्वीमा रहेको कार्बन डाइअक्साइड होइन, कार्बनहरूलाई चाहिँ कम मात्रामा चाहिँ अवशोषण गर्छ। जस्तो यहाँ भनेको छ, महासागरले मानवजन्य CO2 को करिब 25 देखि 30% अवशोषण गर्छ है। तापक्रम बढ्दै जाँदा समुद्रको पानी तातो हुन्छ र CO2 धारण गर्ने क्षमता बढ्छ। जब हाम्रो पृथ्वीमा तापक्रमहरू बढ्दै जान्छ त्यस्तो अवस्थामा चाहिँ महासागरमा होइन समुद्रमा रहेका पानीहरूले चाहिँ CO2 लाई धारण गर्ने गर्छ। यसले वायुमण्डलमा अत्यधिक CO2 रहन सक्छ, जसले हरितगृह प्रभावलाई बढाउँछ, जसले गर्दाखेरि हरितगृह प्रभाव बढाउँछ। महासागरको चक्र बिठोल्दा जलवायु सन्तुलित हुन्छ। अर्को छ समुद्री सतहको तापक्रम वृद्धि हुन्छ। यी भए प्राकृतिक होइन कारणहरू, जसले चाहिँ हाम्रो ग्रिन हाउस इफेक्टलाई चाहिँ बढाएको छ, जसले चाहिँ ग्लोबल वार्मिङ चाहिँ बढाइरहेको छ। यी कुराहरू भयो। अर्को अब प्राकृतिक कारण त भइहाल्यो। अर्को छ मानवजन्य कारणहरू, जुन चाहिँ मानिसले आफ्नो सुविधाको लागि होइन, आफ्नो जीवनशैली सरल गर्नको लागि चाहिँ विभिन्न खालका इन्डस्ट्रीहरू खोलेका छन्, औद्योगिकरणहरू गरेका छन्, जसले गर्दाखेरि के भएको छ भन्दाखेरि चाहिँ हाम्रो ग्लोबल वार्मिङ इफेक्टलाई पनि बढाइरहेको छ। जस्तो औद्योगिकरण गर्ने क्रममा चाहिँ के भएको छ, जैविक इन्धनहरूको प्रयोग भइरहेको छ है। हाम्रो पृथ्वीमा हाम्रो प्रकृतिमा नै रहेका जैविक इन्धनहरूको प्रयोग गरिएको छ। अर्को छ वृक्षहरूको कटान गरिएको छ होइन, फ्युलहरूको लागि विभिन्न किसिमका इन्धनहरूको लागि अब वृक्षहरूको कटानहरू गरिएको छ। कृषि तथा पशुपालनहरू भयो होइन, फोहोर व्यवस्थापन र उद्योगहरू, यी सबै चाहिँ के छ त भन्दाखेरि चाहिँ एउटा मानवजन्य कारणहरू छन्, जसले चाहिँ ग्लोबल वार्मिङहरू गराइरहेको छ। अब मानवजन्य कारणहरू के छन् त
है। एउटा छ जीवाश्म इन्धनको अधिक प्रयोग गरिएको छ है। विभिन्न किसिमका ठुल्ठुला उद्योगहरू सञ्चालन गर्नको लागि चाहिँ हाम्रो पृथ्वीमा रहेका जस्तो के भन्छ पेट्रोल डिजेलहरू भयो होइन, काठहरू कोइलाहरू हाम्रो पृथ्वीबाट निकालिरहेको छ। ती ती सामग्रीहरूको अत्यधिक प्रयोगले गर्दाखेरि के हुन्छ त भन्दाखेरि चाहिँ हाम्रो पृथ्वीमा चाहिँ विभिन्न किसिमका ग्यासहरू, अघि मैले भने कार्बन डाइअक्साइड, मिथेनहरू भयो, सल्फर अक्साइडहरू, त्यस्तै खालका ग्यासहरूको चाहिँ बढी उत्पत्तिहरू भइरहेको छ, जसले गर्दाखेरि ग्लोबल वार्मिङहरू बढिरहेको छ। अर्को वायु प्रदूषण र कार्बन उत्सर्जन, जसले गर्दाखेरि के भइरहेको छ त हाम्रो वायु प्रदूषणहरू भइरहेको छ भने कार्बन डाइअक्साइडहरू चाहिँ बढी मात्रामा चाहिँ उत्सर्जन भइरहेको छ। वन विनाशद्वारा हरितगृह प्रभाव बढ्नु। अब अनि हामीले चाहिँ अब यस्ता खालका फ्युलहरूको आपूर्ति गर्नको लागि हामीले वन विनाशहरू गरिरहेका छौँ, जसले गर्दाखेरि हरितगृह प्रभाव बढिरहेको छ। हामीले वन विनाशहरू गऱ्यौँ, विभिन्न किसिमका बोट बिरुवालाई नाश गर्दाखेरि के हुन्छ त भन्दाखेरि चाहिँ तपाईँहरू सबैलाई थाहा भएकै कुरा हो, जस्तो बोट बिरुवाहरू रुखहरूले चाहिँ आफ्नो होइन जीवनचक्र चलाउने क्रममा चाहिँ कार्बन डाइअक्साइड लिएको हुन्छ भने अक्सिजन चाहिँ हामीलाई प्रदान गरिरहेको हुन्छ। तर यसरी हामीले वन विनाशहरू गर्दै गयौँ भने के हुन्छ त हाम्रो वायुमण्डलमा कार्बन डाइअक्साइडको मात्रा वृद्धि हुन जान्छ, जसले गर्दाखेरि हाम्रो वायुमण्डलमा कार्बन डाइअक्साइडको मात्रा वृद्धि भएर ग्रिन हाउस इफेक्टहरू बढिरहेको हुन्छ। अर्को छ उद्योगबाट निस्किने मिथेन ग्यासहरू। अब उद्योगबाट मिथेन ग्यासहरू निस्किरहेको हुन्छ, जस्तो औद्योगिक यातायात र धुवाहरू। अब उद्योगहरू सञ्चालन गर्ने क्रममा मान्छेले के गरेको छ, आफ्नै ठुल्ठुला खालका जुन यातायातका साधनहरू युज गरिरहेको छ, जस्तो सिपहरू भयो, जहाजहरू भयो होइन, ठुल्ठुला ट्रकहरू भयो, ठुल्ठुला गाडीहरू प्रयोग गरिरहेको छन्, जसले गर्दाखेरि के हुन्छ त त्यसमा अब विभिन्न किसिमका धुवाहरू निस्किरहेको छ, जसमा चाहिँ अब विभिन्न किसिमका ग्यासहरू, ग्लोबल वार्मिङ गर्ने ग्यासहरू रहेको हुन्छ। ती ग्यासहरू चाहिँ बढीभन्दा बढी मात्रामा निष्कासन गरेका कारणले गर्दाखेरि पनि ग्लोबल वार्मिङहरू भइरहेको छ। औद्योगिक फोहोर र प्लास्टिकको प्रदूषणहरू। औद्योगिक चलाउने क्रममा चाहिँ अब औद्योगिक फोहोरहरू निस्किरहेको हुन्छ होइन, जसले गर्दाखेरि प्लास्टिकहरू पनि निस्किरहेको हुन्छ, जसले गर्दाखेरि हाम्रो वातावरणलाई प्रदूषण गरिरहेको हुन्छ। अर्को छ अब मानवजनित कारणहरू के छन् त है। मानवजनित कारणहरू त्यो भयो, एउटा औद्योगिक भइहाल्यो। अर्को छ फोहोर व्यवस्थापन र उद्योगहरू। ल्यान्डफिल जस्तो अब अहिले जति जति मान्छे बढ्दै गएको छ त्यति नै अब फोहोरको समस्याहरू वृद्धि भइरहेको छ। मान्छेले चाहिँ अब फोहोर व्यवस्थापन गर्ने क्रममा चाहिँ जथानाम फोहोरहरू फालिरहेको छ होइन, जथानाम अब ल्यान्डफिलहरू गरिरहेका छन्, जसले गर्दाखेरि के हुन्छ त्यस्तो खालका फोहोरहरूलाई चाहिँ हामीले जथानाम थुपार्दा अथवा ल्यान्डफिलहरूमा व्यवस्थापन गर्दाखेरि त्यसबाट चाहिँ त्यहाँ भित्रभित्रै रियाक्सन हुने क्रममा चाहिँ एउटा मिथेन ग्यासको चाहिँ उत्सर्जन भएको हुन्छ होइन, उत्पादन गरेको हुन्छ। अब प्लास्टिक तथा कचरा जलाउँदा विषाक्त ग्यासहरू वातावरणमा फैलिन्छ, त्यो भयो ल्यान्डफिलमा। अनि त्यो बाहेक चाहिँ अब फोहोर व्यवस्थापन गर्ने क्रममा नै हामीले प्लास्टिक तथा अन्य फोहोरहरूलाई चाहिँ हामीले जलाउँछौँ, जसले गर्दाखेरि विभिन्न किसिमका विषाक्त ग्यासहरू वातावरणमा फैलिरहेको हुन्छ। यसले पनि हाम्रो ग्रिन हाउस इफेक्टलाई बढाउनको लागि चाहिँ एकदम ठुलो भूमिका खेलेको हुन्छ। अर्को अब जैविक इन्धनहरू है, यसले पनि के गर्छ त हाम्रो ग्लोबल वार्मिङलाई बढाउनको लागि चाहिँ एकदम ठुलो भूमिका खेलेको हुन्छ। जस्तै कि यहाँनिर जैविक इन्धन भनेको सुरुमा चाहिँ अब जैविक इन्धन भनेको के हो त भन्दाखेरि चाहिँ जैविक इन्धन भनेको कोइला, पेट्रोलियम, डिजेलहरू, प्राकृतिक ग्यासहरू जस्ता पृथ्वीको भित्र रहेका कार्बनिक पदार्थ जुन जसलाई उत्पादन गर्न जलाइन्छ है। यी सबै सामग्रीहरू चाहिँ के छन् त हाम्रो पृथ्वीभित्रबाट नै निकालेको हुन्छ, जसलाई चाहिँ ऊर्जाको रूपमा चाहिँ प्रयोग गरेको हुन्छ। ठुल्ठुला उद्योगहरू चलाउनको लागि, कल कारखानाहरू चलाउनको लागि, ठुल्ठुला गाडीहरू होइन, जहाजहरू चलाउनको लागि चाहिँ यसको प्रयोग भइरहेको छ ऊर्जाको रूपमा। जब जैविक इन्धन दहन गरिन्छ, जब जैविक इन्धनहरू हामीले लिन्छौँ, तब कार्बन डाइअक्साइड, मिथेन, नाइट्रोजन अक्साइड जस्ता हरितगृह ग्यासहरू वायुमण्डलमा मिसिन्छ है। यी ग्यासहरूले सूर्यको ताप पृथ्वीमा अड्काएर तापमान वृद्धि गर्नलाई चाहिँ तीव्रता बढाउँछ, जसले हरितगृह प्रभाव बढाउँछ। यी ग्यासहरूले चाहिँ के गर्छ त हाम्रो पृथ्वीमा भइरहँदाखेरि, पृथ्वीमा चाहिने मात्रामा भन्दा धेरै हुँदाखेरि चाहिँ
जुन सूर्यबाट आएका जुन किरणहरू छन् होइन, ती किरणहरूलाई चाहिँ पृथ्वीबाट फर्किन नदिकन चाहिँ पृथ्वीमा नै अवशोषण गरिरहेको हुन्छ, जसले गर्दाखेरि ग्रिन हाउस इफेक्टहरू बढिरहेको हुन्छ। अर्को छ मानवले गर्दाखेरि हुने अर्को इफेक्ट भनेको चाहिँ के छ त भन्दा चाहिँ वृक्षहरूको कटान है। वृक्षहरू हाम्रो वन जङ्गलमा अब सफा गर्ने नाममै अथवा ठुल्ठुला कल कारखानाहरू होइन, ठुल्ठुला उद्योगहरू खोल्ने क्रममा चाहिँ के गरिएको छ भन्दा चाहिँ वृक्षहरूको होइन, हाम्रो रुखहरूको चाहिँ हामीले जथानाम कटानहरू गरिरहेका छौँ, यसको विनाशहरू गरिरहेका छौँ, जसले गर्दाखेरि रुख काटेर जलाएर वा अन्य कारणले नष्ट गर्छौँ। अब हामीलाई कुनै कारखानाहरू खोल्नको लागि जग्गा चाहिएको खण्डमा पनि हामीले के गर्छौँ त वृक्षहरूको कटान गर्छौँ, जग्गाको लागि भयो अनि फ्युलहरूको लागि भयो होइन। त्यस्ता कामले गर्दाखेरि हामीले त्यसलाई काटेर अथवा जलाएर जसरी पनि हामीले त्यसलाई विनाश गरिरहेका हुन्छौँ, जसले गर्दाखेरि कार्बन डाइअक्साइडको मात्रा वायुमण्डलमा वृद्धि हुन जान्छ है। हामीले रुख काट्यौँ के हुन्छ त, रुख काट्ने बित्तिकै के हुन्छ त, अघि मैले भने हामी मानिसलाई चाहिँ बोट बिरुवाले अक्सिजन दिन्छ भने चाहिँ कार्बन डाइअक्साइड आफूले लिएको हुन्छ, तर बोट बिरुवा हामीले जथानाम काट्दाखेरि के हुन्छ त, कार्बन डाइअक्साइड बोट बिरुवाले अवशोषण गर्न पाउँदैन, जसले गर्दाखेरि हाम्रो वायुमण्डलमा कार्बन डाइअक्साइडको मात्रा वृद्धि हुन जान्छ र अक्सिजनको मात्रा घट्दै जान्छ, जसले गर्दाखेरि के हुन्छ त हाम्रो वातावरणलाई चाहिँ एकदम नराम्रो प्रभावहरू पारिरहेको हुन्छ। तर वृक्षको कटान गर्दा वायुमण्डलमा अत्यधिक CO2 उत्सर्जन हुन्छ है, जसले हरितगृह प्रभाव बढाउँछ र ग्लोबल वार्मिङ उत्पन्न गर्छ, जसले गर्दाखेरि हरितगृह ग्यासेसहरू बढाउँछ र ग्लोबल वार्मिङ बढाउँछ। अर्को छ कृषि क्षेत्रको प्रभावहरू होइन। अब कृषि क्षेत्रमाले पनि कसरी ग्रिन हाउस इफेक्टलाई चाहिँ बढावा गर्नको लागि चाहिँ ठुलो भूमिका खेलेको छ भन्ने कुरा चाहिँ यसमा छ। जस्तो नाइट्रेट अक्साइडको उत्सर्जन गर्छ, हामीले कृषि गर्ने क्रममा चाहिँ नाइट्रेट अक्साइडहरूको चाहिँ बढी प्रयोग गरेको हुन्छ। जस्तो नाइट्रेट अक्साइड NO2 एक शक्तिशाली हरितगृह ग्यास हो। यो चाहिँ एकदम जस्तो कार्बन मिथेनहरू भन्दा पनि एउटा शक्तिशाली एउटा ग्यास हो, जसले चाहिँ के गर्छ, जुन चाहिँ एउटा रासायनिक मलहरूमा प्रयोग गरेको हुन्छ है। रासायनिक मलमा चाहिँ NO2 को मात्रा वृद्धि भएको हुन्छ। जुन रासायनिक मलहरू हामीले कृषि गर्ने क्रममा बोट बिरुवाहरूमा छर्ने क्रममा होइन, बोट बिरुवामा लगाउने क्रममा चाहिँ बढीभन्दा बढी प्रयोग गरिरहेका हुन्छौँ, त्यस्ता खालका ग्यासहरू चाहिँ बढीभन्दा बढी वायुमण्डलमा मिसिन गइरहेको हुन्छ। कृषि भूमिमा अत्यधिक रासायनिक मलको प्रयोगले नाइट्रेट अक्साइड उत्सर्जन बढाउँछ, जसले ग्लोबल वार्मिङ र जलवायु परिवर्तनको गति तीव्र बनाउँछ, जसले गर्दा के हुन्छ, ग्लोबल वार्मिङ भएर हाम्रो जलवायु परिवर्तनलाई चाहिँ अब कतिभन्दा होइन, जुन समयमा हुनुपर्ने हो त्यो समयमा हुन नआइकन ढिलो वा चाँडो हुने गर्छ। NO2 को उत्सर्जन CO2 को भन्दा 300 गुणा बढी प्रभावकारी हुन्छ है। NO2 जुन नाइट्रेट अक्साइड छ त्यसले चाहिँ के गर्छ भने हाम्रो कार्बन डाइअक्साइड भन्दा पनि 300 गुणा बढी चाहिँ ग्लोबल वार्मिङ जुन ग्लोबल ग्रिन हाउस इफेक्टलाई बढाउनको लागि चाहिँ ठुलो भूमिका खेलेको हुन्छ। अब मिथेन ग्यासहरू भयो, मिथेन ग्यास चाहिँ एक उच्च प्रभावकारी हरित ग्यास हो। यो पनि एकदमै उच्च प्रभावशाली हरित ग्यास हो, जसले चाहिँ के गर्छ त, जसको प्रभावले CO2 भन्दा 25 गुणा बढी हुन्छ। कार्बन डाइअक्साइडको भन्दा पनि मिथेन ग्यासको प्रभाव चाहिँ 25 गुणाले बढी हुन्छ। धान खेतीमा पानीको जमावटले मिथेन उत्सर्जन हुन्छ। जस्तो धान खेतीहरू गर्ने क्रममा चाहिँ के हुन्छ, हामीले पानीहरू जम्मा गर्छौँ धान खेती गरेको ठाउँमा, त्यस्ता खालका खेतहरूमा चाहिँ मिथेन ग्यासको उत्पादन बढी हुन्छ, विशेष गरी जब पानी बिना हावा पसेको हुन्छ। पशुपालन गर्दाखेरि पनि मिथेन ग्यासहरू उत्सर्जन भइरहेको हुन्छ होइन। भूमि र माटोको उपयोगहरूले गर्दाखेरि पनि मिथेन ग्यासहरूको चाहिँ अब आइरहेको हुन्छ। अब विश्वव्यापी तापक्रम वृद्धिको समस्या छ। अब समस्याहरू त हामीले डिटेली भन्यौँ होइन। अब यसका समाधानहरू के छन् त होइन। CNBN प्रविधिले चाहिँ यसलाई चाहिँ कसरी सहयोग गर्न सक्छ, ग्रिन हाउस ग्यासेसहरू कम गर्नको लागि चाहिँ कसरी सहयोग गर्न सक्छ होइन, यस्ता खालका समस्यालाई चाहिँ कसरी समाधान गर्न सक्छ भन्ने कुरा चाहिँ मैले यसमा भन्न चाहेँ। डिकिसी कम्पोस्टले हरितगृह प्रभाव कसरी कम गर्छ त?
मिथेन ग्यास किन उत्पादन हुन्छ? सुरुमा चाहिँ हामीले के बुझ्नु पर्यो भन्दा चाहिँ मिथेन ग्यास किन उत्पादन हुन्छ र जब जैविक फोहोरहरू है मैले अस्तिको प्रेजेन्टेसनमा पनि भनिसकेको छु हामीले जुन हाम्रो अब फोहोर भन्ने बित्तिकै के हुन्छ त भन्दाखेरि चाहिँ फोहोर भनेको जैविक पनि हुन्छ अजैविक पनि हुन्छ। यी जैविक फोहोरहरू भनेको हाम्रो किचनबाट निस्केको जुन कुहिने प्रकारको फोहोरहरू छन् त्यसलाई जैविक फोहोर भनिन्छ भने अजैविक फोहोर भनेको चाहिँ हतपट्टि छिटो नकुहिने होइन नकुहिने खालको फोहोरलाई चाहिँ हामीले अजैविक फोहोरहरू भन्छौँ। दुई किसिमको हुन्छ। अब जैविक फोहोरमा पनि हाम्रो लगभग 70देखि 80% चाहिँ हामी जैविक फोहोरहरू कुहिने प्रकारको फोहोरहरू नै निष्कासन गर्छौँ भने त्यो बाहेकको 20% फोहोरहरू चाहिँ नकुहिने खालको नै हुन्छ जसलाई चाहिँ हामीले रियुज गर्नुपर्ने हुन्छ अथवा रिड्युस घटाउनु पर्ने हुन्छ होइन। त्यस्ता खालका फोहोरहरू हुन्छ भने चाहिँ कुनै खालको लगभग 2देखि 3% फोहोर चाहिँ हामीले ल्यान्डफिलमा लगेर डिकम्पोज गर्नुपर्ने खालको फोहोरहरू रहेको हुन्छ। अब जैविक फोहोर जब सामान्य होइन ल्यान्डफिलमा कुहिन्छ जस्तो अब हामीले जैविक फोहोरहरूलाई चाहिँ एउटा व्यवस्थापन गर्ने क्रममा अथवा ल्यान्डफिलमा लगेर फाल्ने क्रममा चाहिँ के हुन्छ त भन्दा चाहिँ ल्यान्डफिलमा हामीले लगेको फोहोरहरू त्यहाँ भित्रभित्रै कुहिन थाल्छ है अक्सिजन नहुँदाखेरि। जस्तो तपाईँले फोहोरहरू थुपाएर राख्यो भने चाहिँ त्यहाँभित्र अक्सिजनहरू जान सक्दैन जसले गर्दाखेरि के हुन्छ त त्यो भित्रभित्रै कुहिएको हुन्छ कुहिँदै जान्छ जसले गर्दाखेरि मिथेन ग्यासको उत्पादन वृद्धि हुन्छ। मिथेन ग्यासले कार्बन डाइअक्साइड भन्दा 25 गुणा अघि मैले भनिसकेको छु। मिथेन ग्यासले चाहिँ के गर्छ त भन्दा चाहिँ हाम्रो कार्बन डाइअक्साइड भन्दा पनि 25 गुणा बढी चाहिँ हाम्रो ग्लोबलमा हाम्रो जुन पृथ्वीमा रहेको तापक्रमलाई चाहिँ समात्न सक्ने क्षमता हुन्छ है जसले हरितगृह प्रभाव बढाउँछ। त्यही भएर चाहिँ हामीले सकेसम्म चाहिँ के गर्नुपर्छ भन्दाखेरि चाहिँ हामीले जुन कुहिने प्रकारको फोहोरहरू छ होइन कुहिने प्रकारको फोहोरहरूलाई चाहिँ हामीले चाहिँ सकेसम्म सही ठाउँमा होइन सही तरिकाले चाहिँ व्यवस्थापन गर्नुपर्ने हुन्छ। सही ठाउँमा सही तरिकाले व्यवस्थापन गर्ने भन्दाखेरि चाहिँ के छ भन्दा चाहिँ हामीले जैविक फोहोरलाई चाहिँ यत्तिकै नफालिकन हामीले त्यसबाट चाहिँ हामीले अर्ग्यानिक कम्पोस्टहरू बनाउन सक्छौँ होइन। अर्ग्यानिक कम्पोस्टहरू बनाएर चाहिँ त्यसलाई चाहिँ फेरि हामीले पृथ्वीबाट निकालेको फोहोरलाई चाहिँ हामीले पृथ्वीलाई नै फिर्ता दिन सक्छौँ जसले गर्दाखेरि कृषि क्षेत्रमा धेरै ठुलो हामीले के गर्न सक्छ त मद्दत गर्न सक्छौँ। त्यही भएर चाहिँ हामीले सकेसम्म जैविक फोहोरलाई चाहिँ हामीले मल बनाउने काममा नै प्रयोग गर्नुपर्ने हुन्छ। त्यो बाहेक नकुहिने प्रकारको फोहोरहरूलाई हामीले रियुज गर्न सक्छौँ होइन। कुनै पनि सामग्रीहरू अब युज गर्न मिल्ने सामग्रीहरू हामी रियुज गर्छौँ जस्तो फेरि त्यसलाई पुनः प्रयोग गर्ने त्यो भइहाल्यो। अर्को भनेको चाहिँ अब त्यसलाई गलाएर पगालेर फेरि नयाँ सामानहरू बनाउन सक्छौँ। अब रिकिसी कम्पोस्टमा मिथेन उत्पादन रोक्न के गर्न सकिन्छ त होइन। अब जैविक फोहोरहरू हामीले यत्तिकै फाल्यौँ भने पक्कै पनि त्यसबाट मिथेन ग्यासहरू निस्किरहेको हुन्छ। त्यस्ता खालका ग्यासहरू उत्पादन हुन रोक्नको लागि चाहिँ अब रिकिसी कम्पोस्टले चाहिँ कस्तो खालको भूमिका खेलेको छ त भन्ने विषयमा मैले भने यसमा जस्तो सङ्क्रमित सर्ने प्रक्रियाको सट्टा हामीले जुन जैविक फोहोरहरूलाई व्यवस्थापन गर्ने क्रममा हामीले कम्पोस्टहरू बनाउँछौँ ती कम्पोस्टहरूलाई चाहिँ के छ त रिकिसी कम्पोस्टले त्यसलाई नकुहाइकन है सर्न नदिकन नकुहाइकन त्यसमा चाहिँ अक्सिजन दिएर त्यसलाई चाहिँ हामीले पकाएर तयार गर्छौँ। भन्नुको मतलब त्यसलाई चाहिँ एकदम राम्रोसँग हामीले फर्मेन्टेसन गर्छौँ होइन। त्यसमा अक्सिजनको मात्राहरू पुर्याएर त्यसलाई समय समयमा पल्टाएर हामीले राम्रो फर्मेन्टेसन गर्छौँ जसले गर्दाखेरि के हुन्छ त राम्ररी फर्मेन्टेसन गर्दाखेरि मिथेन ग्यासको मात्रा उत्पादन हुँदैन भइहाल्यो भने एकदम न्यून रूपमा हुन्छ तर सकेसम्म चाहिँ त्यसमा चाहिँ मिथेन ग्यासको उत्पादन हुँदैन जसले गर्दाखेरि के गर्छ त यसरी हामीले जैविक फोहोरबाट मल बनाउँदाखेरि मिथेन ग्यासको उत्पादनलाई चाहिँ हामीले कम गर्न सक्छौँ। मिथेन ग्यासको उत्पादन कम हुने बित्तिकै के हुन्छ त हाम्रो ग्लोबल वार्मिङ जुन ग्रिन हाउस इफेक्टलाई कम गर्ने ग्यासको मात्रा मिथेन ग्यासको मात्रा कम हुन जान्छ जसले गर्दाखेरि ग्लोबल इफेक्टहरू जति मात्रामा वृद्धि भइरहेको छ त्यति मात्रामा वृद्धि हुन पाउँदैन। अर्को छ सूक्ष्म जीवको प्रयोग गरिन्छ। रिकिसी कम्पोस्ट बनाउँदा एउटा निश्चित हाम्रो ब्याक्टेरियाहरू हुन्छ होइन माइक्रो अर्गानिजम हुन्छ त्यस्ता खालका माइक्रो अर्गानिजमहरूको प्रयोग गर्ने भएकोले के गर्छ त त्यो ब्याक्टेरियाहरूले भित्रभित्रै काम गर्ने क्रममा चाहिँ मिथेन ग्यासको उत्पादनलाई चाहिँ निष्क्रिय गरिदिन्छ है। मिथेन ग्यासहरू उत्पादन
गर्न दिँदैन। अर्को छ ल्यान्डफिलमा फाल्ने फोहोर घट्छ। हामीले यसरी अब आफ्नो घरबाट निस्केको होइन उद्योगहरूबाट निस्केको रेस्टुरेन्टहरू होटेलहरूबाट निस्केको फोहोरलाई चाहिँ हामीले यसरी कम्पोस्ट बनाउन सक्यौँ भने के हुन्छ त एउटा त ल्यान्डफिलको समस्या घट्ने भयो होइन। अर्को भनेको त्यहाँबाट उत्पादन हुने मिथेन ग्यासहरू घट्ने भयो। अनि त्यस्तै गरेर अब रिकेसी कम्पोस्ट गरेपछि फोहोर माटोमा परिणत हुन्छ, जसले गर्दाखेरि ल्यान्डफिलमा पुग्न फोहोर घटाउँछ र मिथेन ग्यास उत्सर्जन हुन्छ होइन। भन्नुको मतलब चाहिँ रिकेसी कम्पोस्ट बनायो हामीले जैविक फोहोरबाट भने चाहिँ के हुन्छ त हामीले त्यसलाई चाहिँ माटोको रूपमा परिणत गरेर हामीले फेरि माटोमा नै प्रयोग गर्न सक्छौँ, जसले गर्दाखेरि हामीले जुन हाम्रो बिग्रिरहेको जग्गा जमिनहरू छ होइन जसमा चाहिँ कुनै पनि खालको तरकारीहरू उब्जाउ हुन सकेको छैन केमिकल फर्टिलाइजरहरूको प्रयोगले गर्दाखेरि, त्यस्ता खालका माटोहरूलाई चाहिँ हामीले पूर्ण जीवित बनाउन सक्छौँ होइन, पूर्ण उर्वरक बनाउन सक्छौँ, पूर्ण त्यसमा चाहिँ तरकारीहरू फलाउन सक्ने क्यापेसिटी भएको माटो बनाउन सक्छौँ। अर्को छ अब रिकेसी कम्पोस्टले कार्बन सङ्कलन गर्न कसरी सहयोग गर्छ त है। अब मिथेन ग्यास त भइहाल्यो। मिथेन ग्यासलाई चाहिँ अब हामीले कम्पोस्टिङ गर्ने क्रममा चाहिँ फर्मेसन गर्ने क्रममा चाहिँ मिथेन ग्यासको एकदम मिथेन ग्यास चाहिँ अब हामीले चाहिँ एकदम निष्कासन हुनबाट चाहिँ एकदम न्यून गर्ने भयो। अर्को छ अब कार्बनलाई चाहिँ अब कसरी रिकेसी कम्पोस्टले चाहिँ कम गर्छ त भन्दाखेरि चाहिँ साधारण कम्पोस्टिङ प्रक्रियामा केही कार्बन वायुमण्डलको रूपमा बाहिर जान्छ है। हामीले कम्पोस्टिङ गर्ने क्रममा चाहिँ साधारणतया के हुन्छ त कार्बन डाइअक्साइड कार्बनहरू चाहिँ बाहिर जाने हुन्छ, तर रिकेसी कम्पोस्टले कार्बनलाई माटोमा राख्न सहयोग गर्छ। रिकेसी कम्पोस्टले त के गर्छ त हाम्रो वातावरणमा रहेका कार्बनलाई जुन हाम्रो फोहोरबाट निस्किने कार्बनलाई चाहिँ के गर्छ त सञ्चय गरेर राखेको हुन्छ। यो प्रक्रियाले माटोको जैविक तत्त्व बढाउँछ। यो प्रक्रियाले गर्दाखेरि के हुन्छ त माटोको जैविक तत्त्वहरू बढाउँछ। यो मलमा चाहिँ कार्बनको पनि मात्रा रहने भएकोबाट त्यसले चाहिँ माटोको भन्ने एउटा कार्बन हाम्रो माटोको मेरुदण्डको रूपमा हामीले लिन्छौँ। त्यो मेरुदण्डलाई चाहिँ एकदम शक्तिशाली बनाउनको लागि चाहिँ एकदम मद्दत गर्छ। माटोको कार्बन भण्डारण गर्ने क्षमता बढाउँछ, वृद्धि गर्छ। यस्ता खालका जुन अर्ग्यानिक कम्पोस्टहरू तपाईँले प्रयोग गर्नुभयो माटोमा प्रयोग गर्नुभयो भने के हुन्छ त माटोमा कार्बनलाई भण्डार गरेर राख्न सक्ने क्षमता वृद्धि हुन्छ। अर्को छ सूक्ष्म माइक्रो अर्गानिजमको प्रयोगहरू। रिकेसी कम्पोस्टमा प्रयोग गर्ने लाभदायक सूक्ष्महरूले माटोमा ह्युमस बनाउन सहयोग गर्छ। ह्युमसले कार्बनलाई लामो समयसम्म माटोमा कायम राख्छ। यसले माटोको स्वास्थ्य सुधार गर्छ र माटोको कार्बन सङ्कलन गर्ने क्षमता बढाउँछ। यसले गर्दाखेरि पनि माटोमा चाहिँ कार्बनलाई सङ्कलन गरेर राख्न सक्ने क्षमता बढाउँछ। अर्को छ रासायनिक मलको आवश्यकता कम गर्छ। हामीले यसरी हाम्रो घर ठाउँबाट निस्केको होइन उद्योगबाट कारखानाहरूबाट हस्पिटलहरूबाट निस्केका जति पनि कुनै प्रकारको फोहोरलाई हामीले कम्पोस्टमा परिणत गर्न सक्यौँ भने के हुन्छ त रासायनिक मलको माग न्यून हुँदै जान्छ। हामी आफैले मलहरू उत्पादन गऱ्यौँ भने के हुन्छ त हामीले देश विदेशबाट चाहिँ हामीले रासायनिक कम्पोस्टहरू आयात गर्नुपर्ने हुँदैन, जसले गर्दाखेरि हाम्रो देशको पैसा हाम्रो देशको रकमहरू हाम्रो देशमै रहिरहने भयो भने चाहिँ रासायनिक मलले जति पनि इफेक्टहरू गरेको छ माटोलाई नराम्रो प्रभावहरू पारेको छ, हाम्रो वातावरणलाई नराम्रो खालको प्रभावहरू पारेको छ, ती प्रभावहरूलाई चाहिँ हामीले न्यून गर्न सक्छौँ। यहाँ भनेको छ रासायनिक मलहरू प्रयोग गर्दा नाइट्रिक अक्साइड जस्ता ग्यासहरू उत्पादन हुन्छ है। अब तपाईँहरू सबैलाई थाहा भएकै कुरा हो, रासायनिक मल एउटा केमिकलबाटै बनाएको हो जसमा चाहिँ नाइट्रिक अक्साइडको मात्रा वृद्धि हुन्छ, जसले गर्दाखेरि के हुन्छ त हामीले ती मलहरू प्रयोग गर्ने क्रममा चाहिँ ती नाइट्रिक अक्साइडहरू चाहिँ हावामा मिसिन जान्छ है, हावामा अब उडेर जान्छ, जसले गर्दाखेरि के हुन्छ त ती नाइट्रिक अक्साइडहरू हाम्रो वायुमण्डलमा जम्मा भएर हरित गृह ग्यासको रूपमा चाहिँ त्यहाँनिर बसिरहेको हुन्छ, जसले गर्दाखेरि सूर्यबाट निस्केको तापक्रमलाई चाहिँ त्यसले शोषण गरेर राख्न एकदम ठुलो भूमिका खेलेको हुन्छ। रिकेसी कम्पोस्टले प्राकृतिक रूपमा माटोलाई पोषण दिन्छ
रिकिसी कम्पोस्टले चाहिँ रिकिसी कम्पोस्ट चाहिँ एउटा यस्तो टेक्नोलोजी हो जसले चाहिँ के गर्छ त भन्दा चाहिँ बोट बिरुवालाई चाहिने पोषक तत्त्वहरू होइन के कति चाहिन्छ होइन के कति मात्रामा चाहिन्छ भन्ने कुराहरूलाई चाहिँ एकदम ख्याल गरेर चाहिँ तयार गरेको छ यो सिएनबिएम टेक्नोलोजीबाट। यसले चाहिँ के गर्छ माटोलाई चाहिने कार्बन होइन नाइट्रोजन भयो, अर्को पोषक तत्त्वहरू भयो, मिनरल्सहरू होइन, अर्को बोट बिरुवालाई चाहिने ब्याक्टेरियाहरू सबैलाई ध्यानमा राखेर तयार गरेको भएर चाहिँ यसले चाहिँ के गर्छ त तपाईँको माटोलाई चाहिँ अब प्राकृतिक रूपमा नै पोषण प्रदान गर्छ, जसले गर्दाखेरि रासायनिक मलको प्रयोग गर्छ, जसले गर्दाखेरि के हुन्छ तपाईँको माटो उर्वरक हुने भयो, तपाईँको माटो खुकुलो हुने भयो, तपाईँको माटोले पानी सञ्चय गरेर राख्न सक्ने भयो, जसले गर्दाखेरि हामीले चाहिँ अब आफ्नो यो कृषिमा होइन आफ्नो बोट बिरुवाहरूलाई एकदम वृद्धि विकास गर्नको लागि र राम्रो फल उत्पादन गर्नको लागि रासायनिक मलको प्रयोगहरू गर्न नपर्ने हुन्छ है। त्यही भएर चाहिँ यो रिकिसी कम्पोस्टले चाहिँ प्राकृतिक रूपमा पोषण दिन्छ, जसले रासायनिक मलको प्रयोग गर्छ, कार्बन डाइअक्साइड उत्सर्जन कम हुन्छ। अनि हामीले के हुन्छ त रासायनिक मल शुद्ध रूपमा प्रयोग गरेनौँ भने चाहिँ त्यसमा रहेका नाइट्रिक अक्साइडहरू भयो होइन, कार्बन डाइअक्साइडहरू हाम्रो वातावरणमा हाम्रो वरपरको वातावरणमा जान पाउँदैन होइन, हाम्रो जुन वायुमण्डलमा जान पाउँदैन, जसले गर्दाखेरि ग्लोबल वार्मिङ इफेक्टहरू धेरै मात्रामा कम हुन्छ। रिकिसी कम्पोस्टले कार्बन सङ्कलन गर्न कसरी सहयोग गर्छ त? सामान्य कम्पोस्टिङ प्रक्रियामा जैविक पदार्थहरू कुहिन्छ। यो सामान्य मान्छेहरूले अब कम्पोस्टिङ त गरिरहेको हुन्छ, सबैको आफ्नो आफ्नो कम्पोस्टिङ गर्ने तरिका हुन्छ, जसमा चाहिँ कसैले एउटा खाल्टो बनाएर जुन हाम्रो घर ठाउँबाट निस्केको जैविक पदार्थहरूलाई कुहाएको हुन्छ, कुहाएर राखेको हुन्छ, केही समयपछि त्यसलाई पल्टाएर कम्पोस्टको रूपमा प्रयोग गरेको हुन्छ होइन। तर रिकिसी कम्पोस्टले चाहिँ के गर्छ त भन्दा चाहिँ तपाईँको फोहोरलाई चाहिँ नकुहाइकन नगनाइकन त्यसलाई कम्प्याक्ट गरेर त्यसमा रहेको न्युट्रिसनहरू सबैलाई बचाएर होइन, त्यसमा रहेका नराम्रो खालका सबै खालका ब्याक्टेरियाहरूलाई नष्ट गरेर घाँसका बिरुवालाई नष्ट गरेर तयार पारेको हुन्छ। यो मल चाहिँ हामीले कुहाएर बनाउँदैनौँ, पकाएर बनाउँछ। एउटा निश्चित टेम्परेचर हुन्छ, हाम्रो 60 ओभरभन्दा टेम्परेचर हुन्छ, जसले गर्दाखेरि के हुन्छ र रिकिसी कम्पोस्टले 2 हप्ताभित्र जैविक फोहोरलाई एउटा ससानो कणमा टुक्राउनको लागि चाहिँ मद्दत गर्छ होइन। 2 हप्तामा चाहिँ तपाईँको ससानो कणमा टुक्रिन्छ भन्नुको मतलब त्यो पाक्दै जान्छ है, तयारी हुने क्रम, अनि बिस्तारै त्यो तयार हुँदै जान्छ। छिटो कुहिनाले कार्बन डाइअक्साइड वायुमण्डलमा बाहिर जान सम्भावना बढ्छ। हामीले सकेसम्म अब जुन जैविक फोहोरहरूलाई चाहिँ होइन छिट्टै पकायौँ होइन, छिट्टै त्यसलाई गलायौँ भने चाहिँ के हुन्छ त यस्ता खालका कार्बन ग्यासहरू चाहिँ के हुन्छ त उत्सर्जन हुन पाउँदैन, जसले गर्दाखेरि वायुमण्डलमा कार्बनको मात्रा वृद्धि हुन पाउँदैन। अर्को छ रिकिसी कम्पोस्टले नाइट्रिक अक्साइड उत्सर्जन घटाउँछ। अहिले मैले भनिसकेँ यो कुरा। जब रासायनिक मलमा भएको नाइट्रोजन माटोमा विघटन हुन्छ है, जब हामीले रासायनिक मलहरू माटोमा प्रयोग गर्छौँ, त्यो प्रयोग गरिसकेपछि के हुन्छ त नाइट्रोजन माटोमा विघटन हुने गर्छ। विघटन हुने क्रममा चाहिँ नाइट्रिक अक्साइड बन्छ। अक्सिजनको कमी भएको माटोमा एनारोबिक सोइल डिनाइट्रिफिकेसन प्रक्रिया हुन्छ, जसले गर्दाखेरि के हुन्छ त NO2 ग्यास वायुमण्डलमा पठाउँछ है। रासायनिक मलको प्रयोग गराउँछ। हामीले रिकिसी कम्पोस्ट प्रयोग गऱ्यौँ भने रासायनिक मलहरू प्रयोग गर्नु नपर्ने हुन्छ, जसले गर्दाखेरि हाम्रो माटोको जुन उर्वरक क्षमता वृद्धि गर्छ। अर्को छ सूक्ष्म जीवहरूको प्रयोग गरेको हुन्छ। रिकिसी कम्पोस्टमा चाहिँ सूक्ष्म जीवहरूको प्रयोग गरेको हुन्छ, जसले नाइट्रिक अक्साइडहरू उत्सर्जन गर्न रोक्छ। अर्को छ माटोमा पानी सम्हाल्ने क्षमता बढाउँछ है। रिकिसी कम्पोस्ट तपाईँले प्रयोग गर्नुभएको छ भने के हुन्छ त माटोलाई खुकुलो बनाउँछ होइन। जुन रासायनिक मलहरूले गर्दाखेरि माटोमा एउटा कडापन आएको छ, ती कडापनहरूलाई हटाउँदै त्यसले चाहिँ एउटा माटो खुकुलो बनाउँछ, जसले गर्दाखेरि के गर्छ त भन्दाखेरि पानी सोसेर राख्ने क्षमतामा चाहिँ वृद्धि हुन्छ। माटोको पानी सम्हाल्ने क्षमता बढाउँछ। जब माटो धेरै सुक्खा वा धेरै ओसिलो हुन्छ, त्यसमा नाइट्रिक अक्साइड उत्सर्जन हुन्छ। हामीले अब माटोहरू धेरै सुक्खा गरेर राखेका छौँ अथवा धेरै ओसिलो एकदम जतिखेर नि भिजै हुन्छ भने चाहिँ त्यस्तो खालको माटोमा चाहिँ नाइट्रिक अक्साइडहरू उत्सर्जन हुन्छ, जसले गर्दा के हुन्छ ती ग्यासहरू वायुमण्डलमा मिसिन जान्छ।
तर रिकिसी कम्पोस्टले के गर्छ त भन्दाखेरि चाहिँ माटोको पानी सम्हाल्ने क्षमता वृद्धि गराउँछ। मैले अघि भने माटो खुकुलो बनाउँछ। माटो खुकुलो हुने बित्तिकै के हुन्छ त त्यसमा चाहिँ पानी सम्हाल्ने क्षमतामा सुधार गर्छ, जसले माटोको आर्द्रता सन्तुलित राख्छ र NO2 उत्सर्जन गर्न दिँदैन। भन्नुको मतलब माटोलाई खुकुलो बनाउँछ होइन, जति चिसान चाहिने हो त्यति चिसान मात्र बनाइरहेको हुन्छ, जसले गर्दाखेरि नाइट्रेट अक्साइडको उत्सर्जन कम हुन्छ, जसले गर्दाखेरि वायुमण्डलमा नाइट्रोजनको मात्रा कम गर्न चाहिँ रिकिसी कम्पोस्टले पनि धेरै ठुलो भूमिका खेलिरहेको छ। माटोको स्वास्थ्य सुधार गर्छ। रिकिसी कम्पोस्ट तपाईँले प्रयोग गर्नुभयो भने के हुन्छ त खराब माटोमा अक्सिजनको कमी हुन्छ, जसले डिनाइट्रिफिकेसन प्रक्रिया तीव्र बनाउँछ र NO2 ग्यास उत्पादन गर्छ। तपाईँले रिकिसी कम्पोस्टले माटोमा ह्युमसको मात्रा बढाउँछ होइन, माटोमा हावा परिसञ्चालन सुधार गर्छ, जसले गर्दाखेरि डिनाइट्रिफिकेसन कम गर्छ र NO2 उत्सर्जन कम गर्छ। यो भयो मेरो आजको प्रेजेन्टेसन होइन। रिकिसी कम्पोस्टले चाहिँ ग्रिन हाउस इफेक्टलाई चाहिँ कसरी कम गर्न मद्दत गर्छ भन्ने कुरा भयो। मैले अहिले चाहिँ अब निष्कर्षमा जान चाहेँ। अब निष्कर्ष के निस्क्यो त, मैले जति पनि कुराहरू भने अहिले होइन, त्यसको निष्कर्ष चाहिँ के छ भन्दा चाहिँ सिँचाइको लागि आवश्यक ऊर्जा बचाउँछ। रिकिसी कम्पोस्टले गर्दाखेरि के हुन्छ त, रिकिसी कम्पोस्ट तपाईँले प्रयोग गर्नुभयो भने माटो खुकुलो बनाउँछ, माटोको पानी सञ्चय गरेर राख्न सक्ने क्षमता वृद्धि गराउँछ, जसले गर्दाखेरि तपाईँले समय समयमा छिने तपाईँले सिँचाइहरू गर्नुपर्ने हुँदैन, जसले गर्दाखेरि के हुन्छ त तपाईँले सिँचाइ गर्ने क्रममा जुन पनि यो फ्युलहरू प्रयोग गर्नुहुन्छ होइन, जस्तो पेट्रोल मट्टितेलहरू प्रयोग गर्नुहुन्छ, ती प्रयोगहरूलाई चाहिँ एकदम न्यून गर्छ, जसले गर्दाखेरि त्यसबाट निस्किने मिथेन ग्यासहरू भयो होइन, नाइट्रेट अक्साइडहरू भयो कार्बनहरू एकदम न्यून गर्छ। त्यही भएर चाहिँ तपाईँले सकेसम्म आफ्नो खेतीबारीमा होइन आफूले कृषि गर्ने क्रममा सिँचाइ पनि कम गर्न चाहनुहुन्छ भने चाहिँ तपाईँले रिकिसी कम्पोस्ट प्रयोग गर्न सक्नुहुन्छ। रासायनिक मलको प्रयोग घटाउँछ, जस्तै नाइट्रेट अक्साइड उत्सर्जन रोक्छ। रासायनिक मलहरू अब तपाईँले रिकिसी कम्पोस्ट जस्ता अर्ग्यानिक कम्पोस्टहरू प्रयोग गर्नुभयो भने के हुन्छ त भन्दाखेरि चाहिँ तपाईँको फोहोर व्यवस्थापन त हुने नै भइहाल्यो होइन, तपाईँको घरबाट निस्केको फोहोरहरू तपाईँले कम्पोस्टमा परिणत गरेर फोहोर व्यवस्थापन हुने भयो। ती फोहोरबाट निस्किएको अर्ग्यानिक कम्पोस्टहरूलाई तपाईँले आफ्नो माटोमा लगाउनु भयो होइन, आफ्नो कौशी खेतीमा, आफ्नो विभिन्न किसिमका फार्मिङहरूमा लगाउनु भयो भने के हुन्छ त रासायनिक मलको प्रयोग गर्दै जान्छ। रासायनिक मल तपाईँले घटाउनु भयो भने त्यसबाट निस्किने नराम्रो खालका ग्यासहरूलाई पनि तपाईँले घटाउन सक्नुहुन्छ, जसले गर्दाखेरि हाम्रो वायुमण्डलमा त्यस्ता खालका नाइट्रेट अक्साइड जस्ता एउटा ग्लोबल वार्मिङमा होइन अथवा हाम्रो जुन स्वास्थ्यमा इफेक्ट गर्ने खालका ग्यासहरूलाई उत्सर्जन हुनबाट चाहिँ तपाईँले रोक्न सक्नुहुन्छ। माटोमा कार्बन सङ्कलन बढाउँछ, जसले CO2 को मात्रा कम गर्छ। माटोमा चाहिँ के गर्छ, तपाईँले अर्ग्यानिक कम्पोस्टहरू प्रयोग गर्नुभयो भने चाहिँ माटोले चाहिँ तपाईँको जुन हावामा रहेको होइन, जुन यो तपाईँको फोहोरमा रहेको कार्बन डाइअक्साइडलाई पनि सञ्चय गरेर राख्न सक्छ। अर्को छ सुक्खा मौसममा पनि उत्पादन सुधार गर्छ है। तपाईँले सुक्खा मौसममा पनि के हुन्छ त यसले सुरुमा पानी त तपाईँको किप गरेर राख्ने भयो, जसले गर्दा तपाईँले समयमा पानीहरू लगाउनु पर्ने हुँदैन, जसले गर्दाखेरि तपाईँले सुक्खा मौसममा पनि राम्रो उत्पादनहरू लिन सक्नुहुन्छ, जसले खेतीमा रासायनिक उपायहरू कम गर्न सहयोग गर्छ, जसले गर्दाखेरि चाहिँ तपाईँले आफ्नो खेतमा उत्पादन वृद्धि गर्नको लागि चाहिँ रासायनिक कम्पोस्टहरूको प्रयोग गर्नुपर्ने हुँदैन। यो भयो रिकिसी कम्पोस्टले चाहिँ अब वायुमण्डलमा रहेको होइन नकारात्मक ग्यासहरूलाई चाहिँ कसरी कम गर्न सक्छ त, ग्रिन हाउस इफेक्टलाई चाहिँ कसरी कम गर्न सक्छ त भन्ने कुराहरू भयो। तपाईँहरूलाई कस्तो लाग्यो है, मैले जति पनि जाने बुझेका कुराहरू मैले तपाईँ समक्ष अब हप्तामा एकचोटि भए पनि ल्याइरहेको छु। अब यो हाम्रो कार्ड भयो है, तपाईँहरूले चाहिँ यदि तपाईँहरूले अब यति कुराहरू सुनेर जानेर बुझेर होइन जति पनि मैले प्रेजेन्टेसनहरू दिएँ त्यसमा चाहिँ रिकिसी कम्पोस्टका फाइदा बेफाइदाहरू के छन् होइन, त्यसले चाहिँ तपाईँको माटोलाई कसरी सुधार गरिरहेको छ, हाम्रो जुन वरपरको वातावरणलाई कसरी राम्रो इफेक्टहरू गरिरहेको छ, यसले चाहिँ ग्लोबल वार्मिङहरू कसरी रोकिरहेको छ भन्ने कुराहरू भयो। यदि तपाईँहरूलाई पनि रिकिसी कम्पोस्टहरू चाहिएको छ होइन आफ्नो खेतीबारीमा कौशीको लागि रिकिसी कम्पोस्टहरू
चाहिएको छ भने तपाईँहरूले हामीलाई यता फोन नम्बर दिएको छ, ती फोन नम्बरमा कन्ट्याक्ट गर्न सक्नुहुन्छ। अथवा केही जिज्ञासाहरू छ, केही सोध्नु छ, केही जान्नु छ, केही बुझ्नु छ भने तपाईँले rikisicompose@gmail.com अथवा rikisijapaneseTechnology@gmail.com मा मेलहरू गर्न सक्नुहुन्छ। हाम्रो वेबसाइट पनि छ www.gorokimura.com। त्यसमा चाहिँ तपाईँले चाहिँ अझ थप जानकारी पाउन सक्नुहुन्छ। आजको मेरो प्रेजेन्टेसन यति नै भयो होइन। तपाईँहरूले कतिको बुझ्नुभयो, कतिको बुझ्नु भएन, केही जिज्ञासा छ भने तपाईँले कमेन्ट गर्न सक्नुहुन्छ, मेलहरू गर्न सक्नुहुन्छ अथवा फोनहरू गर्न सक्नुहुन्छ। आजको लागि यति नै, धन्यवाद।